हाई एभ्रिवान, सेवा नमस्ते। फेरि पनि स्वागत छ मेरो च्यानलमा तपाईहरुलाई। सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ धेरै पछि एउटा फेरि अर्को नयाँ भिडियो लिएर आएको छु। कस्तो भिडियो भन्दा चाहिँ आज चाहिँ म यो सिस्नु चाहिँ पहिला नै यो टिपेर यो फुलै फुल्छ यस्तो यो सुकाएर राखेको सिस्नु हो। अनि यही सिस्नु चाहिँ आज बनाउने भनेर म चाहिँ यहाँ रेडी भएको छु। अनि यहाँ मसँग चाहिँ यहाँ छ स्पेशल चाहिने भनेको लसुन र अदुवा हो। अरु केही पनि लगाउँदिन। अब बनाउने चाहिँ आफ्नो आफ्नो तरिका हुन्छ हैन। यो चाहिँ टमाटर राखेको छु। यो टमाटर चाहिँ मैले अचारको लागि राखेको हो। अनि यहाँनेर 3टा आलु राखेको छु। अनि यो सिस्नुको फूल सिस्नु सुकाएर राखेको हो क्या। यो सिस्नुको पाउडर भयो। अनि यो चाहिँ अब चिप्ले भेन्डी राखेको छु। यो चिप्ले भेन्डी चाहिँ किनभने यो चाहिँ फ्रेस जस्तो हुँदैन नि त भनेर यो चिप्ले भेन्डी पनि थोरै हालेर बनाउने भनेर चाहिँ म रेडी हुँदैछु। अब चाहिँ म बनाउन सुरु गर्छु। यस्तो दामी छ के फुलै फुल्छ यस्तो। अनि यस्तो दामी के यो फुल त एकदम राम्रो हुन्छ नि त फ्रेसमा खानु त। यो चाहिँ प्योर गाउँको है, खोटाङको हो। यो चाहिँ यस्तो छ सिस्नुको फुल, यस्तो दामी हुन्छ। प्योर अर्गानिक भनौँ न। अब सिस्नु बनाउने चाहिँ आफ्नो आफ्नो तरिका हुन्छ। अनि म चाहिँ एकदमै सिम्पल गाउँमा पहिला जसरी हामी बनाउँथ्यौँ त्यसरी नै बनाउँछु। अनि यो के अरे तेलहरू केही पनि नहाली कसैले चाहिँ यस्तोहरू गर्नुहुन्छ नि त। कसैले चाहिँ मसलाहरू हालेर के हालेर बनाउनुहुन्छ नि त। तर म चाहिँ सिम्पल लगाउने भनेको अदुवा र लसुन मात्रै हो। अनि यस्तो यो सबै कुरा हाल्ने, अदुवा लसुन हाल्ने, त्यति नै हो। अरू चाहिँ केही पनि हाल्दैन म। सिम्पल हुन्छ हाम्रो चाहिँ सिस्नु बनाउने चाहिँ। खासमा मसला तेलहरू केही पनि नहाल्नु भन्छ नि त यो उसलाई चाहिँ, सिस्नुलाई चाहिँ। मैले चाहिँ यहाँ सिस्नुको लागि पानी बसाइसकेँ। अब चाहिँ यो चिप्ले भेन्डी सुरुमा चाहिँ हाल्छु अलिकति। त्यो पछाडि म चाहिँ यो मकैको पिठो पनि अलिकति एड गर्छु, 1 चम्चा र यति अलिकति 1.5 चम्चा। सिस्नुको पानी चाहिँ भक उम्लिसक्यो। अब चाहिँ यो लगाइदिन्छु। यो चाहिँ अलरेडी बोइल गरेको हो नि त, त्यही भएर अगाडि नहालेको। अब चाहिँ यो हाल्दिएँ। लसुन र अदुवालाई अब लगभग पाकिसकेको छ। सिस्नु चाहिँ पाक्दैछ ढिँडो। ल सिस्नु ढिँडो चाहिँ रेडी भइसक्यो हाम्रो। हेलो भनिदिनु न नि सिस्नु र ढिँडो खाने मान्छेले। ल खानु खानु। एउटा कुकुर दाँतले फुटबल दाँतले भएन भने छोडिदिनु न त्यो। छेउको अचार कप्लक एकै गाँस खानु होला है फेरि। अचार महापिरो रहेछ। पानी त्यहीँ राख्दैछु है।
भदौको सिस्नो जस्तो छ फुल पकाएको छ यो हो नि आपा मैले टिपेर ल्याएको भनेको हो यो त पोहोरको सिस्नो हो क्या त्यो सुकाएर राखेको पाउडर बनाएर राखेको के फुल्टा रहेछ त मिठो छ है तर साइला र साइलीले जापान लाने भन्नुभएको थियो तर लगेजमै अटेन अनि फेरि लगेन अब चम्चाले खानुहुँदैछ सिस्नु मेरो चाहिँ ठ्याक्कै स्टोरेज फुल भइसकेछ मेरो क्यामेरामा स्टोरेज फुल भएर फेरि पापाले चाहिँ ढिँडो खाइसकेपछि यहाँनिर स्टोरेज खाली गरेर आएको है हामी चाहिँ कस्तो भयो त सिस्नु राक्का चाने मिठो भयो भन्नुभएको यो चाहिँ राक्का चाने भनेको चाहिँ चाम्लिङ भाषामा पापालाई चाहिँ एकदमै ढिँडो मनपर्छ अनि यो सिस्नु झन् सिस्नु र ढिँडो एकदमै धेरै मनपर्छ पापालाई मजाले खानुभयो यो भटमास र यो अचार चाहिँ थोरै खानुभयो ल बाई बाई भनिदिनु फेरि भेटौँला भन्नु न फेरि भेटौँला भन्नु न ओके बाई बाई ल फेरि अर्को भिडियोमा हामी भेट्छौँ तपाईँहरूलाई आजको भिडियो चाहिँ म यहीँ समाप्त गर्दैछु बाई बाई एभ्रिवान सी यू